भनेपछि गल्ती त तिम्रो रहेछ नि त होइन साथी? होइन साथी, कथा अझै बाँकी छ। साथी सिल्कै गिलास भयो भने गार्न पनि खुवाउन सिकाएको छैन। भइहाल्छ त हौ, जे भने नि खानु त हो। साथी धेरै बस्यो है, कति भयो हामी यसरी नबसेको? 2 वर्ष जति भयो। दुःखै दुःख छ जिन्दगीमा त। साथी साँच्ची म एउटा कुरा भन्नु भने थियो, तिमीले नरिसाउ ल। भन न भन। साँच्ची सुन्ने हो? भन न। साथी तिम्रो बुढीले तिमीलाई किन छोडेर जानु खोजेको? तिमीले त एउटा भनाइ सुनेको छौ साथी। एउटा भनाइ छ कि कसैलाई पुरै बगैँचा दिँदाखेरि पनि पुग्दैन, कसैलाई झरेको पात पनि संसार भइदिन्छ। सायद मेरो कथा पनि त्यस्तै छ होला सायद। मलाई मेरो चिन्ता छैन साथी, तर ऊ अझै केटाकेटी नै छ साथी। संसारको कति धेरै कुराहरू बुझ्दैन उसले। मसँग डिभोर्स भयो भने ऊ भोलि गएर आफ्नो आमा बाउ भौठामा पनि जाँदैन क्या। ऊमाथि त्यो घमण्ड छ। कस्तो घमण्ड, किन कसरी थाहा छैन मलाई, तर छ। अब उसले त सानो कामहरू पनि गर्न थालिसकेछ, देखिरहेको थिएँ मैले उसलाई बाटोमा। थाहा छ साथी, कति धेरै खानेकुराहरू अर्डर गर्थ्यो अनि 4-5 हजार भन्दा थोरको त लुगा ल्याउँदैन थियो। अनि आज आएर कस्तो अवस्थामा बसिरहेछ ल। उसले मलाई बिहे गर्नुभन्दा अगाडि एउटा कुरा मात्र भनेको थिएँ साथी, कि मेरो त्यति धेरै ठुलो सपना चाहनाहरू त छैन, तर म बिहे गरेर जुन घरमा जान्छु त्यो घरमा म स्वतन्त्र भएर बाँच्न पाऊँ, मजाले खुलेर जिउनु पाऊँ। मलाई त्यो भन्न धेरै मागेको थिइनँ उसले, तर उसको घरमा उसको बाउले उसँग जस्तो गर्थ्यो मैले पनि त्यस्तै गरेँ। सायद मैले उसलाई अलिअलि खुल्ला छोडिदिएको भए, स्वतन्त्र छोडिदिएको भए सायद आज कथा फाल्दै हुन्थ्यो कि। भनेपछि गल्ती त तिम्रो रहेछ नि त होइन साथी? होइन साथी, कथा अझै बाँकी छ।